हस् दर्शकबिन सबैमा नमस्कार। आज फेरि तपाईँहरूको बिचमा नयाँ श्रृङ्खला लिएर उपस्थित भइसकेका छौँ। हिजो अस्ति पहिलाको भन्दा आजको कार्यक्रम धेरै फरक तहबाट गर्न गइरहेका छौँ। आज हाम्रो बिचमा जीवन विज्ञान विशेषज्ञ रमेश नेपाल गुरुजी उपस्थित भइसक्नु भएको छ। हामी उहाँसँग स्वास्थ्यको विषयमा स्वस्थ कसरी रहन सकिन्छ, ध्यान प्राणायाम के हो र यसलाई कसरी गर्न सकिन्छ भन्ने विषयमा कुरा गर्नेछौँ। त्यसैले मैले जीवन विज्ञान भन्ने जुन नाम छ, एउटा संस्था छ, त्यसको व्याख्या गरिरहनु पर्दैन। जीवन विज्ञान भन्ने संस्था, त्यो संस्थाले के गर्छ, मान्छेलाई के सिकाउँछ भन्ने बारेमा सबैले अवगत छ। त्यसैले ढिला नगरी आजको कार्यक्रममा जीवन विज्ञान विशेषज्ञका गुरु रमेश नेपालज्यूले स्वागत गर्न चाहन्छु। गुरुदेव स्वागत छ, नमस्कार। हजुर, धेरै धेरै धन्यवाद। हजुर, आराम हुनुहुन्छ? एकदमै राम्रो छ। त्यही त, आराम त तपाईँ किन नहुनु, अरूले आराम रहन सिकाउनुहुन्छ है। हजुर। त्यसैले आज केही स्वास्थ्यको विषयमा हामीले कुरा गर्नेछौँ। तपाईँले सबैले धेरैले सिकाइरहनु भएको छ। धेरैले नयाँ जीवन प्रदान गर्नुभएको छ। हामीले विभिन्न सञ्जालहरूमा अहिले हामी विदेशमै भए पनि यो सामाजिक सञ्जाल यस्तो फास्ट भइसकेको छ, तपाईँ त्यहाँ बोल्दा बोल्दा हामी यहाँ हेर्न सक्छौँ र त्यही अन्तर्गत हामीले आज यो कार्यक्रम पनि गर्दैछौँ। त्यसैले यो जीवन विज्ञानको परिकल्पना कसरी भयो भन्ने विषयबाट अगाडि बढ्न चाहन्छु। मैले प्रश्न राख्न चाहन्छु गुरुदेवको अगाडि। जस्तै भारतमा एकजना योग गुरु हुनुहुन्छ बाबा रामदेव। उहाँले आफू अस्वस्थ भएको कारणले बिस्तारै अभ्यास गर्दै जाँदा उहाँले एउटा संस्था नै निर्माण गर्नुभयो र आज संसारभरि चिनिनु भएको छ। त्यस्तै जीवन विज्ञानको पनि एउटा इतिहास पक्कै होला। त्यहाँबाट जाउँ न गुरुदेव आज। अति राम्रो। जीवन विज्ञान अलिकति फरक छ, जस्तो यहाँले भन्नुभयो। हजुर। बाबा रामदेव आफू अस्वस्थ भएको कारणले हजुर। कसरी स्वस्थ हुन सकिन्छ भन्ने खोजी गर्दा गर्दै हजुर। उहाँले यति गहिरो खोज गर्नुभयो कि आफूलाई मात्रै स्वस्थ राख्ने होइन, सारा जगतलाई हजुर। स्वस्थ राख्ने उपाय उहाँले पत्ता लगाउनुभयो र प्रयोग हजुर। गर्नुभयो। आज योगलाई उहाँले विश्वव्यापी बनाउनु भएको छ, यसमा हजुर। कुनै संशय रहेन। तर जीवन विज्ञान त्यस्तो रहेन। जीवन विज्ञान आफू अस्वस्थ भएको कारणले जन्मिएको हजुर। होइन कि जीवन विज्ञान आफू आश्चर्यजनक अचम्मको स्वस्थ भएको कारणले चाहिँ जन्मिएको हो। हजुर। जीवन विज्ञानमा कस्तो भयो भन्नुहोला भने हामीले जुन आफ्नो स्थितिलाई, शारीरिक मानसिक स्थितिलाई हजुर। स्वस्थ भन्दा रहेछौँ, हजुर। त्यो त स्वस्थ कहाँ रहेछ र। हजुर। स्वास्थ्यको परिभाषा त बडो गजब रहेछ। हजुर। यो एउटा विषय मात्रै स्वस्थ भएर हुँदो रहेछ, हामीभित्र विभिन्न आयामहरू रहेछन्। हजुर। त्यसकारण यो पूर्ण स्वास्थ्य चाहिँ सबैभन्दा महत्त्वपूर्ण रहेछ भन्ने अनुभव जुन दिन भयो, आफूलाई पूर्ण स्वास्थ्यको अनुभव भयो हजुर। र त्यसपछिबाट त्यही विधालाई लिएर हामीले फेरि काम सुरु गऱ्यौँ। त्यसले हजुर। गर्दाखेरि यो चाहिँ मैले अघि नै भने, फेरि पनि दोहोऱ्याउँ, अस्वस्थ भएको कारणले जन्मिएको होइन, यो हजुर। बढी स्वस्थ भएको कारणले जन्मिएको। होइन, मैले एउटा उदाहरण मात्रै राखेको गुरुदेव। हजुर, हजुर। जीवन विज्ञान भनेको खास के हो गुरुदेव? कसरी चिनाउन चिन्न त चिनिरहेको संस्था हो, तर पनि कसरी चिनाउन चाहनुहुन्छ अझै नयाँ कोही जोडिने दर्शकहरूलाई? बिल्कुल। जीवन विज्ञानलाई यहाँहरूले कसरी बुझ्नुपर्छ भने, हजुर। यो नामै यसमा विज्ञान जोडियो, हजुर। जीवनसँग विज्ञान जोडियो। हजुर। विज्ञानले प्रमाण खोज्छ, हजुर। हरेक कुराको आधार खोज्छ। हजुर। विज्ञानमा कुनै मान्यता, धारणा, विश्वास त्यत्तिकै आएको चिजलाई विज्ञानले मान्दैन। विज्ञानले प्रमाणलाई नै विश्वास गर्छ, हजुर। प्रमाणलाई नै आधार मानेको हुन्छ। त्यसकारण अब यो अब भनौँ न, एउटा त भौतिक विज्ञान बाहिरको कुरा छ, यो जीवन विज्ञान। जीवन विज्ञान भनेको अर्थ आफ्नो जीवनलाई हजुर। समग्रतामा समुन्नत गर्ने हजुर। यो एउटा विधि हो, प्रणाली हो, तरिका हो र यो विज्ञान हो। हजुर। जीवनलाई समग्रतामा
जीवनको विकास गर्ने एउटा विज्ञान। हजुर अब हुन त जीवनको विकास त छ, अब यसलाई के विकास गर्न सकिन्छ र भन्ने कुरा पनि आउन सक्छ। हजुर जीवनको विकासको अर्थ के हो भन्नुला भने आफूसँग जे छ त्यसलाई विकासको अर्थ राम्रो बनाउनु, शुद्धिकरण गर्नु, सफा बनाउनु, स्वस्थ बनाउनु, यसको अर्थ रहन्छ। हजुर शरीर, अब हामीसँग शरीर छ, आफ्नो शरीरलाई कसरी स्वस्थ, शान्त, आनन्दित कसरी बनाउने, एउटा हजुर यसको विज्ञान। अर्को, हामीसँग मन छ, हजुर शरीर मात्रै स्वस्थ भएर हुँदो रहेछ, मन अस्वस्थ भयो भने शरीरलाई पनि फेरि रोगी बनाइदिँदो रहेछ। हजुर त्यस कारणले मनलाई स्वस्थ बनाउने विधि र भावना, हाम्रो चेतनालाई शुद्धिकरण गर्ने के हो, हाम्रो चेतनालाई अशुद्ध केले बनाएको छ, हजुर अशुद्ध बनाउने कारण के हो, किनभने चेतना त त्यसै पनि शुद्ध हुनुपर्ने हो, तर चेतनालाई अशुद्ध केले बनाउँछ, त्यसलाई सबै कुरालाई जान्ने, आफ्नो अध्ययन गर्ने, आफूभित्रैबाट जान्ने र चेतनालाई अशुद्ध बनाउने कारणहरूलाई हटाउँदै हटाउँदै चेतनालाई शुद्धतम अवस्थामा लैजाने, यो र चेतनालाई स्वस्थ बनाउने, यो चाहिँ अर्को विज्ञान के हो। यसरी हामीले चारवटा क्षेत्र, शरीर सबैसँग छ, मन सबैसँग छ, भावना सबैसँग छ, चेतना सबैसँग छ। हामीसँग जे छ त्यसलाई राम्रो बनाउने विज्ञान के हो। किन यो विज्ञानको खोजी गर्नु पर्यो भन्नुहोला भने आज संसारमा मानिस दुखी छ भने उसले यो चारवटा कुरालाई मिलाउन नजानेको कारणले दुखी छ। हेर्नुहोस्, कि मानिसलाई शरीरले दुःख दिएछ, कि मानिसलाई मनले दुःख दिएछ, कि मानिसलाई भावनाले दुःख दिएछ, कि मानिसलाई चेतनाले दुःख दिएछ। जस्तो चेतना भनेको जागरुकता होस् छैन, जे काम गर्दाखेरि पनि मन लाग्दैन अथवा होसै पुर्याउँदैन के, सजगता नै छैन। त्यो सजगताको कमीको कारणले मानिस धेरै क्षेत्रमा असफल हुनु परेको छ, धोका पाउनु परेको छ र मानिस समस्यामा गएको छ। त्यसै गरी मन, सारा गर्ने गराउने खेल मनको हो। सुख पनि मनको कारणले आउँछ, दुःख पनि मनको कारणले आउँछ। त्यस कारणले यो मनलाई कसरी प्रयोग गर्यो भने सुख पाइँदो रहेछ, कसरी प्रयोग गर्दा दुःख पाइँदो रहेछ, मनमा बस्ने स्ट्रेसहरू, कुण्ठा, तनावहरू कहाँ बस्दा रहेछन्, के कारणले बस्दा रहेछन्, यसलाई ती बसेका कुराहरूलाई हटाउने तरिका के हो, यसमा काम गर्नु र आफ्नो मनलाई शुद्ध बनाउनु र मनबाट जति सुख पाउनु पर्ने हो त्यो पुरा पुरा सुखको अनुभव गर्नु। त्यस्तै गरी भावना, त्यस्तै गरी शरीर, होइन, यी एक एक अङ्गलाई शुद्धिकरण गर्नु, यसलाई प्रयोग गर्नु, यसबाट सकारात्मक ऊर्जाको विकास गर्नु नै यो जीवनको विज्ञान हो। त्यस कारणले यो प्रयोगात्मक हुन्छ। यो विज्ञान किन जोडियो भन्नुलाई भने एउटा त मैले पहिल्यै भने यसमा धारणा, मान्यता यो के पनि छैन, कुनै विश्वासको कुरै छैन। मसँग मन छ, मनले मलाई यहाँ यो कारणले दुःख दिएछ, यसलाई हटायो भने सुख पाइसक्यो, होइन। अब एकदम विज्ञान सम्मत। अर्को कुरा किन पनि विज्ञान जोडियो भन्नुलाई भने अर्को कुरा चाहिँ यो सबै मन, शरीर, भावना, चेतनाको शुद्धिकरण गर्ने विधि हुन्छ, प्रयोग हुन्छ। यो सबै विधा प्रयोगात्मक हुन्छ।
हजुर आफैले प्रयोग गर्ने, आफैले अनुभव गर्ने। हजुर कसैले यस्तो हुन्छ रे भने भरमा हुँदैन। हजुर तपाईँलाई कसैले भनिदियो ए बाबा ध्यान गरेर आनन्द आउँछ भने कसैले भनेर हुन्छ र मलाई आनन्द आउनु पर्यो नि त। हजुर मैले आनन्दको अनुभव गर्नु पर्यो नि त, त्यही होइन? त त्यो हजुर मैले चाहिँ कसरी आनन्दको अनुभव गर्न सक्छु, त्यो प्रयोग हुन्छ, प्रयोगात्मक हुन्छ। त्यसकारण विज्ञान जहिले पनि प्रयोगात्मक हुन्छ। त्यही हजुर भएर यो जीवन विज्ञान रह्यो। हजुर। हजुर धन्यवाद। अब यति मिठो बोल्नुहुन्छ कि यहाँको बोली त सधैँ सुनिरहँ लागिरहेको छ। तर पनि के छ भन्दा हामीसँग समय, हजुरको पनि सीमित समय छ, हाम्रो पनि सीमित समय छ। त्यो भएको हुनाले हामी थोरै थोरै केही टिप्स त ल्याउन चाहन्छौँ। र हामीमा जुन हामी अस्वस्थ भइरहेका छौँ त्यो बारेमा त यहाँले बताइसक्नुभयो। त्यस्तै ध्यान प्राणायाम भनेको के हो, यसलाई कसरी बुझ्न सकिन्छ? जस्तो म स्वयंले पनि मैले अभ्यास गरिरहेको हुन्छु, तर ध्यान लाग्दैन। मैले ध्यान भनेको के हो भन्ने कुरा नबुझेर लागेको हो, वा ध्यान गर्ने तरिका थाहा नभएर लागेको हो। यसलाई कसरी बुझ्न सकिन्छ? जस्तो केही समय पहिला त मान्छे ध्यानमा बस्दा हामीले ध्यान अथवा चाहिँ यो योग भन्ने विषयमा हामीलाई थाहा नहुँदा हामीले त यो मान्छे बहुलाया छ क्यो जस्तो लाग्ने क्या आफूलाई। त्यसैले यो ध्यान र प्राणायामलाई कसरी बुझ्न सकिन्छ, कसरी बुझाउनुहुन्छ? अब यसरी बुझौँ, प्राणायाम भनेको चाहिँ एक प्रकारको न्युट्रल गियर हो। जस्तो मनमा निरन्तर विचार चलिरहेको हुन्छ, मनमा कुरा खेलिरहेको। हजुर एउटा कुनै घटना घट्यो भने बार बार त्यही घटना सम्बन्धी विचारहरू मात्रै मनमा खेलिरहन्छ। हजुर अब त्यसलाई, त्यो विचारलाई परिवर्तन गर्नको लागि हजुर प्राणायामले एउटा भनौँ न, त्यो चाहिँ अलिकति प्राणायामले मनलाई खाली केही समयको लागि, छोटो समय भए पनि मनलाई खाली गर्न मद्दत पुर्याउँछ। हजुर त्यस कारणले प्राणायामका शारीरिक फाइदाहरू, यो शरीरमा यसले पुर्याउने असर, अक्सिजनको मात्रा बढाउने, शरीरलाई शुद्धिकरण गर्ने त छँदैछ। हजुर त्यसको साथसाथमा निरन्तर चलिरहने अनियन्त्रित विचारहरूलाई केही समयको लागि न्युट्रलाइज गरिदिन्छ, हजुर यसले रोकिदिन्छ। त्यसको लागि प्राणायाम। अब तर प्राणायाम गर्नुभयो अनि फेरि चुप लागेर हिँड्नुभयो भने केही मतलब छैन। एकछिनपछि फेरि विचार जस्ताका तस्तै आइहाल्छन्, त्यसको हजुर केही अर्थ रहेन। जसरी तपाईँले बारीमा यो झारहरू छ, सबै झारहरूलाई उखेलेर फाल्नुभयो, माटो खन्नुभयो, तर त्यत्तिकै छोडिदिनु भयो भने केही समयपछि पहिलाको जस्तै गरी झारहरू आफै आउँछन्, फेरि हजुर झारले ढाक्छ। तर त्यो बारीमा तपाईँले बिरुवा रोपिदिनु भयो भने चाहिँ जब बिरुवा झाँगिन्छ नि, अनि झारहरू आफै हटेर जान्छन्। बिरुवाको सेपमा झारहरू मौराउन पाउँदैन। हजुर त्यसै गरी हामीले जब मनलाई प्राणायामद्वारा खाली बनाउँछौँ, हजुर खाली बनाइसकेपछि त्यहाँ सकारात्मक विचारको बिरुवा रोप्नुपर्छ। हजुर हेर्नुहोस् ल, हजुर त्यसैलाई ध्यान भनिन्छ। ध्यान भनेको के हो भने, हाम्रो, यसरी बुझौँ अझ, हाम्रो मनमा तीनटा क्षेत्रहरू छन्, तीनटा हजुर खण्डहरू छन्। हजुर एउटा नकारात्मक भाव विचारको खण्ड छ, हजुर एउटा सकारात्मक भाव विचारको खण्ड छ, अर्को एउटा निर्विचारको खण्ड छ। हेर्नुहोस् है, हाम्रो मनमा तीनटा खण्डहरू छन्। तपाईँले के गर्नु पर्यो भने सधैँ नराम्रोमा मात्रै गइरहने मनलाई हजुर च्याप्प समातेर राम्रो विषयमा एकचित्त हुन लगाउने, एकाग्र हुन लगाउने। हजुर जुन विषय सम्झँदाखेरि म गदगद हुन्छु, खुसी हुन्छु, मलाई आनन्द आउँछ, त्यस्तो विषयमा आफ्नो चित्तलाई एकाग्र गर्नु, ध्यान गर्नु हो। एउटा है, ध्यानका हजुर दुईटा क्षेत्रहरू छन्। मैले हजुर पहिले भने नराम्रोमा जाने त आफै गइरहेछ। हेर्नुहोस्, अहिले नै त्यसलाई हजुर त हामीले मेहनत गर्नु परेन। हाम्रो हजुर मन एकाग्रता हुन्छ तर नराम्रो विषयमा हुन्छ। हजुर एउटा घटना घटेको छ, बिहान पनि त्यही सम्झ्यो, दिउँसो पनि त्यही सम्झ्यो, बेलुका पनि त्यही सम्झ्यो, लौ न अब के गर्ने होला, यस्तो आमामामा मन आत्तिएर हैरान गर्छ। यो नराम्रोमा जानलाई चाहिँ मेहनत गर्नु पर्दो रहेछ, यो आफै हुन्छ। अब हजुर त्यो नराम्रोमा गइरहेको मनलाई च्याप्प समातेर राम्रोमा लिएर आउनको लागि चाहिँ
मेहनत गर्नुपर्छ, त्यसको हजुर तरिकाहरू हुन्छ, त्यसका टेक्निकहरू विधिहरू हुन्छन्। त्यो विधिहरूलाई समातेर राम्रोतिर मनलाई लैजानुपर्छ है। हजुर र त्यो राम्रोमा मनलाई एक चित्त बनाउनु ध्यान हो। अब हजुर अर्को ध्यान के हो? अर्को चाहिँ के हो भन्नुला भने, जहाँ राम्रोमा मन गए पनि मन त गयो, विषयमा गयो, कहीँ न हजुर कहीँ जोडिनु पर्यो, हजुर नराम्रोमा नै जोडिनु पर्यो। यो नराम्रोमा जाँदा जाँदै कहिले काहीँ फर्केर फेरि मन न हो हजुर राम्रो सोद्धा राम 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 भन्दा भन्दै कतिखेर रावणतिर पुगेको हुन्छ भन्ने छैन भने यो मनको त हजुर बडो कृष्ण 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 भन्दा भन्दै कंस याद आइहाल्छ फेरि। त्यो हजुर मनले सकारात्मक हुँदा हुँदै कहिले काहीँ नकारात्मक पनि मन जान सक्छ। त्यस हजुर कारण अर्को एउटा मनको क्षेत्र छ, त्यो तटस्थ क्षेत्र अथवा सकारात्मक नकारात्मक तटस्थ, अथवा त्यसलाई निर्विचारको खण्ड, अथवा त्यसलाई निराकारको खण्ड, अथवा त्यसलाई मौनको खण्ड भनिन्छ। त्यस हजुर कारणले के भने आफ्नो मनलाई मौन बनाउने, हजुर चुप्प लगाउने, न राम्रो न नराम्रो, सबैबाट मुक्त राख्ने, तटस्थ राख्ने, हजुर आफ्नो मन शान्त भएको अनुभूतिमा डुब्ने। हजुर केही छैन अब, शून्य छ, खाली छ, पुरै निर्विचार अवस्था। हजुर त्यो निर्विचार अवस्था, त्यो चाहिँ सबैभन्दा सुन्दर विश्राम गर्ने स्थिति हो। हजुर र त्यहाँ विश्राम गरेर व्यक्ति फर्क्यो भने के लाग्छ भने, मैले अहिलेका बिमारीहरू मात्र होइन, जन्मौँ जन्मदेखिका समस्याहरू बिमारीहरू मैले एकैपटक फालेँ। हजुर केही पनि छैन जस्तो, कस्तो भने नि एउटा अलौकिक आनन्दको अनुभव गर्छ, गहिरो शान्तिको अनुभव गर्छ। हजुर यो चाहिँ ध्यानको उच्चतम अवस्था हो। हजुर त्यसकारण तपाईँले एकैपटक त्यो निर्विचारको अथवा मौनको खण्डमा गएर तपाईँ ध्यान गर्न सक्नुहुन्न। हजुर एकैपटक हुँदैन, त्यो स्टेप हुन्छ। जस्तो पहिला के गर्ने भने, नराम्रोमा जाने मनलाई राम्रो विषयमा लैजाने अभ्यास गर्ने केही समय। हजुर त्यसपछिबाट राम्रोलाई पनि छोडिदिने। हामी फेरि कस्तो छौँ भने, नराम्रोबाट राम्रोमा गयो, राम्रो पाएपछि त छोड्नै चाहँदैनौँ, समातेर बस्छौँ। आहा, यस्तो आनन्द दिने कुरा कसले छोड्नु यसलाई, म त छु, मेरो त सर्वस्वै त्यही हो, मैले त भगवानै पाइहालेँ नि, ईश्वरै भेट्टाएँ भन्छौँ। अब त्यसलाई च्याप्प समातेर बस्छौँ। हजुर त्यसरी बस्यो भने त्यसै त्यो कुरा नै बन्धन बन्दछ, र फेरि त्यही नै हाम्रो जीवनको समस्या बन्न सक्दछ। त्यसकारण आनन्द प्राप्त गर्ने र आनन्दलाई छोडिदिने, त्यागिदिने। हस् जुन व्यक्तिले आनन्दलाई त्याग्न सक्षम भयो, त्यही व्यक्ति मात्रै मुक्त हुन सक्छ। कि मानिस दुःख त्याग्न त सजिलो छ, सबैले छोड्छन्, सुख त्याग्न बडो गाह्रो छ। तर मौन भनेको के हो भने, दुःख मात्रै होइन, म सुख पनि छोडिदिन्छु, हजुर मलाई केही पनि चाहिएन, म खाली भन्छु। आफूलाई पुरै, आफूभित्रका सबै कुरालाई एक प्रकारले त्याग गरेर आफूलाई निर्मल बनाउनु, शुद्ध बनाउनु, कञ्चन बनाउनु, शान्त बनाउनु, निर्विकार बनाउनु, यो चाहिँ ध्यानको वास्तविक क्षेत्र हो, जसलाई मौन क्षेत्र, यो चाहिँ यो मौनमा जाने यो चाहिँ एउटा तरिका हो। त्यसकारण ध्यानका मैले भने यी दुईटा क्षेत्र महत्त्वपूर्ण छन्। हजुर एउटा सकारात्मक खण्ड, अर्को त्यो निर्विचार खण्ड। हजुर। हस् भर्खरै हामी अलि ढिला कार्यक्रममा उपस्थित भइरहँदा हाम्रो प्राविधिक साथी भुवनजी हामीले आपसमा कुरा गर्दै थियौँ। हामीले गुरुजीसँग चाहिँ एउटा कुरा सोध्नु पर्यो, जीवनमा मान्छे, संसारभरिका मान्छेलाई अभिभावकले आशीर्वाद दिँदा स्वस्थ रहेस् व्यस्त रहेस् भनेर अभिभावकहरूले आशीर्वाद दिनुहुन्छ। तर व्यस्त सधैँ भइयो स्वस्थ रहन सकिएन, गुरुदेवसँग चाहिँ स्वस्थ कसरी रहन सकिन्छ भन्ने बारेमा प्रश्न गर्नु पर्यो भन्ने कुरा पनि चलिरहेको कति थियो राम्रो, गुरुदेव। कति राम्रो। यो व्यस्तसँगै स्वस्थ कसरी रहन सकिन्छ? जस्तो हाम्रो हामी कामको चापमा, अब बढी त देश अथवा विदेशमा भएका मान्छेहरू कामको चापले अलि व्यस्त भइन्छ, हामीले समय निकाल्न सक्दैनौँ। यसलाई कसरी म्यानेजमेन्ट गर्न सकिन्छ गुरुदेव?
एउटा कुरा त के हो भने व्यस्तताबाटै स्वास्थ्य जन्मिन्छ। हजुर व्यस्त रहनु स्वास्थ्यको लागि यो घाटा होइन, फाइदाजनक छ। हजुर किनभने मानिस व्यस्त रहिदियो भनेदेखि नि उसले यो अनावश्यक कुराहरू सोचेर बस्न पाउँदैन। हजुर एउटा भनिन्छ नि, एउटा हिन्दीमा भनाइ मैले सुनेको थिएँ, खाली दिमाग शैतानका घर भनेर। यो खाली भएपछि चाहिँ मान्छेको मनमा दुनियाँ विचार आउँछ। हजुर त्यसकारण व्यस्त रहनु राम्रो हो। तर कुनै पनि चिज व्यस्त या तपाईँको खाली जे हुनुहुन्छ अति गर्नु हुँदैन। हजुर सन्तुलित हुनुपर्छ जीवन। जहाँनेरि अति हेर्नुहोस्, अति गरेपछि अमृत पनि विष बन्दछ। हजुर मात्रा मिलाउन जान्यो भने नि विष पनि अमृत बन्दछ। विष पनि औषधि भएको छ नि त मात्रा मिलायो भने। त्यसकारण पहिलो कुरा त मात्रा सन्तुलन गर्नु पर्यो। अर्को, यहाँले सोध्नुभयो यो व्यस्त जीवनमा स्वस्थ कसरी रहने। म स्वस्थ रहने सुन्दर तरिका बताउँछु। हजुर भन्न म सक्थेँ योग गर्नुहोस्, प्राणायाम गर्नुहोस्, ध्यान गर्नुहोस्, तपाईँ स्वस्थ रहनुहुन्छ। खानपान सुधार्नुहोस्, स्वस्थ रहनुहुन्छ। यो त हजुर सबैलाई थाहा छ, मैले भनिरहनु पर्दैन। हजुर अनुकूल खानपान गर्यो भनेदेखि, सुपाच्य खानेकुरा खायो भने स्वस्थ हुन्छ, सबैलाई थाहा छ। हजुर र अलिकति योग प्राणायामहरू व्यायामहरू गर्यो भनेदेखि या आहार विहार मिलायो भने स्वस्थ भइन्छ। यो सबैलाई थाहा छ, यो भनिरहनु परेन। हजुर म यहाँलाई यति मात्रै भन्छु कि स्वस्थ रहने सबैभन्दा ठुलो औषधि भनेको मानसिक सन्तुष्टि, तृप्ति, मानसिक प्रफुल्लता, हजुर खुसी, आनन्दको अनुभव, रमाइलो। मन कहिले दुखी हुनु हुँदैन। जुन बेलामा मन दुखी हुन सुरु गर्यो, मान्नुहोस् मैले रोग जम्मा गर्न सुरु गरेँ भनेर बुझे हुन्छ। मन दुखी हुँदा मनमा मात्रै रोग लाग्दैन बाबा, त्यसको सारा प्रभाव शरीरमा पर्छ र शरीरबाट रोग उत्पन्न हुन्छ। भनिन्छ 80% बिमारीको कारण पेट हो रे। पेट बिग्रियो भने 80% बिमारी उत्पन्न हुन्छ अरे। तर त्यति मात्रै होइन, पेट सहित 90% बिमारीको कारण हो मन। तपाईँले हरेक कुरामा तनाव लिनुहुन्छ, जेमा पनि तपाईँ दुखी भइरहनुहुन्छ, तपाईँ रिसाइरहनुहुन्छ, कहिल्यै खुसियाली त्यो उमङ्गमा जानुहुन्न भनेदेखि नि अब मैले रोगलाई निम्ता गरेँ, अब म रोगी भएँ भनेर पहिल्यै त्यो घोषणै गर्नु हो कि अब बिमारी हजुर आयो आयो। त्यसकारण बिमारीलाई समूल रूपमा हटाउने इच्छा छ भने एउटा सङ्कल्प गर्नुपर्छ, म कुनै पनि हालतमा दुखी हुन्न, चाहे जेसुकै होस्। र म जे पनि आजदेखि खोजी गर्छु, जे गर्दाखेरि मनमा प्रसन्नता आउँछ, प्रफुल्लता आउँछ, म त्यो त्यो विषयको खोजी गर्छु, त्यसमा अध्ययन गर्छु र म खुसी हुन्छु। यो सङ्कल्प गर्नु पर्यो, मनलाई खुसी बनाउनु पर्यो। अब यो मनलाई खुसी बनाउने मनका 7वटा आयाम हुँदो रहेछन् के, एउटा मात्रै मन हुँदो रहेछ। हेर्नुहोस्, हजुर मनका 7वटा आयामहरू हुन्छन्। त्यो 7वटा आयामबाट मनलाई प्रफुल्ल बनाउने, खुसी बनाउने विधालाई हामी चक्र विज्ञान भन्छौँ। हजुर 7वटा शक्ति केन्द्र हाम्रो शरीरमा छ, जसले सिधा सिधा मनलाई प्रभाव पार्छ। ती 7वटा केन्द्रहरूमा हामीले काम गर्न सक्यौँ भने हजुर तपाईँको मन यति खुसी हुन्छ नि। जस्तो आज हामी यहाँ यो सुर्खेतमा छौँ, हजुर भोलिबाट सुर्खेतमा चक्र विज्ञान कार्यक्रम सुरु छ। हजुर करिब करिब हामी चाहिँ 300 को आसपासमा यहाँ सहभागी हुन्छौँ होला। हजुर यति यति मानिसले यहाँ 7 दिने कार्यक्रम, बिहान 7 बजेदेखि बेलुका 5 बजीसम्म हुन्छ, फुल टाइम। मोबाइल पनि घरमा राखेर आउनुपर्छ। त्यो हजुर कार्यक्रममा हामी छौँ। यो कार्यक्रममा अरू केही हुँदैन। फेरि चक्र विज्ञान यो चमत्कार के होला नसोचे हुन्छ। फेरि यहाँ मान्छेले त त्यो चक्रहरू चलाएपछि त सिधै स्वर्ग गइन्छ अरे, कहाँ कहाँ गइन्छ अरे, मरेपछि स्वर्ग पाइन्छ अरे भन्ने दुनियाँ धारणा छ। त्यस्तो होइन। हजुर एउटै मात्रै कुरा हुन्छ, प्रत्येक चक्रमा काम गर्दै गयो खुसी बढ्दै जान्छ।
तपाईँले 7 दिनमा 7औं चक्रमा पुग्दाखेरि त यस्तो जीवनमा खुसी आउँछ नि है, कहिले कहिले नपाएको खुसी पाएँ क्या मैले। यस्तो मजा, यस्तो आनन्द आउँछ, मान्छेको त्यो हर्षको खुसीको कुनै सीमा हुँदैन। हजुर आजको मान्छे र 7 दिन पछाडिको मान्छेमा आकाश जमिनको फरक के, त्यस्तो प्रफुल्लता आउँछ। र यो प्रफुल्लता औषधि रहेछ। हेर्नुहोस्, हामीले के हजुर पनि गरिरहेन चक्र विज्ञानमा। चक्र विज्ञानमा हामीले उही त्यही व्यक्तिभित्र भएको खुसी प्रदान गर्ने 7वटा क्षेत्र त्यो मानिसभित्र छ। हजुर त्यो 7वटा ऊर्जा केन्द्रहरूलाई चलाएर त्यसभित्र खुसी उत्पन्न गराइदिया हो। त्यति गराउने बित्तिकै हेर्नुहोस् के भन्छ भने, मेरो यो बिमारी थियो त्यो पनि गयो, अस्ति मेरो यता कस्तो दुख्या थियो त्यो दुखाइ पनि गयो, टाउको दुख्थ्यो मेरो अब त्यो पनि निको भयो, खुट्टा दुख्थ्यो निको भयो, पेट निको भयो, भरको शरीरको बिमारी निको भयो भन्छन्। हामीले शरीरको बिमारी निको पारे होइन, हामीले त मनलाई राम्रो बनाएको। मन राम्रो भयो कि सबै शरीरको बिमारी राम्रो हुँदो रहेछ है। त्यस कारण हजुर। त्यसैमा प्रयोग हुन्छ। त्यसरी आफ्नो मनको शुद्धिकरण गरौँ, स्वास्थ्य आफै प्राप्त हुन्छ। हजुर हस्, धन्यवाद। जस्तो हामी विदेशमा बस्छौँ, यहाँ जापान, अहिले म बसिरहेको देश, हामीले यो कार्यक्रम चलाइरहेको देश जापानमा छौँ। जापानमा विद्यार्थी र हामी वर्किङ भिजामा आउने धेरै नेपालीहरू छौँ। हजुर लगभग जापान अथवा चाहिँ विदेशका धेरै देशहरूमा मान्छे एक्लोपनको कारणले गर्दा अथवा कामको दबावले गर्दा विभिन्न समस्याहरूको चापले गर्दा डिप्रेसनसम्म पुग्छ र ऊ अन्तिममा केही नदेखेर मृत्युको सङ्घारसम्म चाहिँ उसले जीवनलाई समाहित गराइदिन्छ। त्यस्ता मान्छेलाई एउटा आफूमा शक्ति प्रदान गर्ने एउटा योजना वा चाहिँ केही कुराहरू चाहिँ बताइदिनुहोस् न। एउटा काम गरौँ ल, त्यो विदेशमा रहेका मानिसहरूलाई जस्तो जस्तो यसलाई गुरुदेव, म बिचमा थोरै बोल्न, जस्तो हजुर अहिले केही समय हजुर पहिला यहाँहरूले चक्र विज्ञान चितवनमा चलाउनु भएको थियो। त्यहाँ मेरो परिवारका पनि केही दुई हजुर तिनजना सदस्यहरूलाई मैले पठाएको थिएँ। अहिले सुर्खेतमा चलाउँदै हजुर हुनुहुँदो रहेछ। हामीलाई यहाँ त सम्भव हजुर छैन यही फोन मार्फत बाहेक। हजुर त्यसैले हामी के गर्न सक्छौँ यहाँ? हजुर यो अलिकति यो रोकियो। हजुर 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 होइन, ठिक छ। यो नेटवर्क अलिकति यहाँ। हजुर, ठिक छ, ठिक छ गुरुदेव। अच्छा, हजुर हजुर सुन्नुभयो? थोरै भन्नु त फेरि दोहोऱ्याउनु त। हजुर, अहिले केही समय पहिला यहाँले चक्र विज्ञान कार्यक्रम चितवनमा सञ्चालन गर्नुभएको थियो, जसमा मैले आफ्नो परिवारका केही सदस्यहरूलाई पनि पठाएको थिएँ। त्यो सम्भव थियो। जस्तो हामी त अहिले सुर्खेतमा गर्दै हुनुहुन्छ, त्यहाँ पाइपर्ने मान्छेहरू आउनुहोला त्यहाँ सिक्न। हामी विदेशमा भएका मान्छेहरूले कसरी यसको चाहिँ लाभ लिन सकिन्छ? कति राम्रो, यसको तरिकामा बताउँ ल। हजुर हामी जहाँ छौँ, जुन हालमा छौँ, त्यही हालमा त्यही अवस्थामा हजुर चाहिँ तपाईँको हाम्रा समस्याहरूको समाधान होस् र हामीले पनि नयाँ त्यो उमङ्ग, त्यो खुसी, त्यो उत्साह, त्यो आत्मविश्वास हामीभित्र पनि बनोस्। हजुर यो सहज बाटोको खोजी तपाईँ हामीले गर्नै पर्छ। हजुर अब त्यस कारणले म यो बाटो बताउँछु है त, अरू हजुर, केही पनि हस्, नगर्ने। कृपया। अब कुनै पनि कुरा यो मेरो लागि अरूले गरिदिएर हुँदैन। जस्तो भनौँ न, मैले खाना खाएर तपाईँको पेट भरिँदैन, तपाईँले खाएर मैले स्वाद लिन सक्दिनँ, हजुर आफैले गर्नुपर्छ। यो मनुष्य योनि कर्म योनि हो, गरे पाइन्छ नगरे पाइन्न। हजुर यहाँ आशीर्वाद दिएर तथास्तु भनेर केही पनि पाइँदैन, यो लेखेर राखेको हुन्छ। यो हजुर चाहिँ आफ्नै मेहनतले मात्रै पाइन्छ। त्यसकारण साधना बिना बिना अभ्यास यहाँ केही पनि पाइँदैन, अभ्यास गर्नुपर्छ। अब एउटा के चाहिँ काम गर्न सक्छौँ हामी भने नवीनजी, एउटा एउटा हजुर आइल मैले यहाँलाई बताएँ, एउटा के गर्न सक्छौँ भने, ठिक छ चक्र विज्ञान जस्तो कार्यक्रम यहाँ आएर प्रत्यक्ष हामी बसेर हामीले गर्न सक्दैनौँ, जुन हजुर बेलामा समय मिल्छ त्यो बेलामा गरौँला। र हजुर तत्कालको लागि के गरौँ त भन्दा नि एउटा काम गरौँ। हजुर जस्तो अहिलेकै यही समय छ, आजकै जस्तो 5 बजीदेखिको 6 बजीदेखिको समय हामी मिलाउन सकौँला, तपाईँहरूको त्यहाँ अनुकूल समय मिलाउनु प्रयास गरौँला। हजुर 1.5 घन्टाको समय छुट्यो है, हजुर छुट्याएर यो हरेक दिन 1.5 घन्टा समय दिनु पर्यो। 9 दिनको कार्यक्रम हुन्छ। हजुर सो संवाद कार्यक्रम, सो अँ संवाद
अनलाइनबाट यहीँ बसेर गर्न सकिन्छ, कोही मान्छे अ, चाहिएन। हजुर सो संवादको अर्थ के हो भने यो हामीले बिगारेको भनेको नि अरूसँग कुरा गर्न हामीलाई आउँछ, हेर्नुहोस् ल। हुन्छ पैसा पैसा दिनुपर्ने मान्छे आयो भने उसँग कस्तो कुरा गर्ने, लिनु लिन चाहिँ आयो भने कस्तो कुरा गर्ने, होइन। हजुर आफूभन्दा ठुलो मान्छे आयो भने कस्तो कुरा, कसरी प्रस्तुत हुने, सानो मान्छे आयो भने कसरी प्रस्तुत हुने, होइन। हजुर कोसँग कसरी बोल्ने भन्ने कुरा तपाईँ हामीले सिकेका छौँ, हामीलाई कन्ठ छ। हजुर तर हामीले आफूले पनि त आफूसँग बोलिरहेका हुन्छौँ नि त। हजुर मेरो पनि त म भित्र संवाद चलिरहेको छ नि, मनमा त कुरा खेलिरहेको हुन्छ नि त। हजुर मैले मसँग कसरी संवाद गर्ने यति कला नजानेर हामी हजुर बिग्रेका छौँ, हेर्नुहोस् ल। यो यस्तो कार्यक्रम छ, 9 दिने कार्यक्रम। हजुर दिनमा 1.5 घन्टा मात्रै, धेरै समय दिनु परेन। दिनमा 1.5 घन्टा, 9 दिने कार्यक्रम, सुसंवाद कार्यक्रम अनलाइनबाट हुन्छ। यसै गरी जुममा बसेर गर्न सकिन्छ। तपाईँ जहाँ हुनुहुन्छ, जुन देशमा हुनुहुन्छ त्यहीँबाट भाग लिन मिल्यो, होइन। हजुर त्यसरी त्यो सुसंवाद कार्यक्रमको एउटा आयोजना गर्नुहोस् बरु नवीनजी, यहाँले नै त्यसको हजुर पहल गर्नु होला। त्यो हजुर 9 दिन पछाडिको जीवन के हो, त्यति कस्तो भयो त्यतिखेरै गफ गरौँ होला। अरू केही चाहिँदैन, हामी भाटा आउनै पर्दैन। जहाँ तपाईँ हुनुहुन्छ त्यही नै जीवन कहाँबाट कहाँ हुन्छ, ल त्यो त्यो कार्यक्रम गरौँ न त। तर केही नगरिकन अब यहाँबाट त्यत्तिकै गएर ल भनेर हुँदो रहेछ। मैले तपाईँलाई हजुर अहिले केही योगका, केही प्राणायामका केही टिप्सहरू पनि दिएँ भने मान्छे कहाँ गर्छ र भाइ, गर्दैन के। हजुर एक दिन गर्छ, झन् भ्याइन, फुर्सदै भएन, गर्न लागेको थिएँ, फलानु मान्छे आयो, गर्नै पाइनँ भन्छ, मिल्दैन। त्यस कारणले कमसे कम पनि 9 दिन सँगै राखेर, हजुर अगाडि राखेर एउटा एउटा मान्छेलाई यसै गरी जुममा भए पनि हेरेर उसले नजानेको नबुझेको कुराको उत्तर दिएर हात समातेर सँगसँगै हिँडाउनुपर्छ। त्यसको लागि 9 दिनको समय छुट्यौँ, दिनमा 1.5 घन्टा। 9 डेढे कति भयो, 14.5 घन्टा, होइन। हजुर 14.5 घन्टा हामीसँग बसौँ। त्यसपछिको जीवन कस्तो हुन्छ अनि हेरौँ, बाँकी कुरा पछि गरौँ, आहा है। तरिका हजुर यही हो, हजुर तरिका यही गुरु जस्तो हो। यो व्यस्त जीवनशैलीको बावजुद पनि यहाँले केही कुरा त भनिसक्नुभयो। अब सबै कुरा यहाँले चाहिँ व्यक्तिलाई यसो गर उसो गर भन्ने कुरा त हुँदैन। तैपनि यो व्यस्त जीवनशैलीमा काम गर्ने मानिसहरूले ध्यान वा साधनलाई कसरी आफ्नो दैनिकीमा समावेश गर्न सकिन्छ? जस्तो अहिले भर्खर यहाँले इक्जाम्पल दिइसक्नुभयो, कसैले तपाईँले गर भनेर त उसले गर्दैन, झ्याउ भयो अथवा चाहिँ के भन्ला, जबकि उसले आफूलाई आवश्यक भइरहेको हुन्छ। तर दैनिकी बानी बनाउनको लागि दैनिक अभ्यास गरेर भन्दा एउटा कुनै त्यस्तो टेक्निक होला जो ओहो आज मैले के बिर्सेँ भन्ने खालको चाहिँ। सुन्नुहोस् ल, हजुर पहिलो कुरा कुनै पनि विषय जस्तो हामी के गर्छौँ भने धेरै कुराहरू दिनभरिमा धेरै काम गर्नुपर्छ नि त। हजुर कतिपय कामलाई हामी के भन्छौँ, बाबा मसँग त समय छैन, फुर्सदै छैन, म गर्थेँ, मलाई इच्छा त थियो, एकदमै तपाईँको आउन मन थियो, यो काम गर्न कस्तो रहर थियो, तर के गर्ने, समय छैन। सबैको भनाइ यही सुन्नुहुन्छ। हजुर म अत्यन्तै व्यस्त छु, मसँग समय छैन, मलाई एकदमै मनपर्छ, एकदमै नगरी नहुने थाहा छ, मलाई गर्नुपर्छ भन्ने थाहा छ, तर मसँग समय छैन। हेर्नु, हजुर समय त छ, समय त छ। उसले गलत हजुर भन्छ समय छैन। समय सबैसँग 24 घन्टै हो, समय छ। समय छैन होइन भन्नु के पर्छ भने मसँग त्योभन्दा पनि महत्त्वपूर्ण काम छन्, त्यो प्रायोरिटीमा तपाईँको काम परेन, त्यो चाहिँ मेरो प्राथमिकतामा परेन। जुन कुरा प्राथमिकतामा पर्छ त्यसको लागि समय हुन्छ, उम्, जुन कुरा प्राथमिकतामा परेन, तल्लो प्राथमिकतामा पर्यो, त्यसको लागि समय हुँदैन। मसँग मान्नुहोस् 10वटा काम गर्न सक्ने समय छ, तर काम 100वटा छन् हजुर भनेदेखि मैले प्रायोरिटी छुट्याएको हुन्छु। 1 देखि 10 नम्बरसम्मले समय पाउँछ, बाँकी हजुर 11 नम्बरदेखि उताकोले 100वटा भए पनि समय पाउँदैन। तपाईँले कुनै पनि कुरालाई प्रायोरिटीमा राख्नुहुन्छ कि राख्नुहुन्न, महत्त्वपूर्ण कुरा। हजुर आफ्नो स्वास्थ्यलाई, आफ्नो शारीरिक, मानसिक, भावनात्मक स्वास्थ्यलाई तपाईँले पहिलो प्राथमिकतामा राख्ने कि नराख्ने, अथवा टप 10 भित्र राख्ने कि नराख्ने, प्रश्न हजुर यति हो। तपाईँले हेर्नुहोस्, शरीर स्वास्थ्य छ, सबै कुरा छ, हजुर
स्वास्थ्य बिग्रियो सबै गयो नि त बाबा। बिरामी हुनुभयो भने के काम गर्नुहुन्छ भोलि भन्नुहोस् त? गएन भने एकदम मानसिक समस्या भयो, औषधि खाएर बस्नु पर्यो, डिप्रेसनमा गयो, जीवन चौपट भएन भने हजुर के को काम 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 भनेर दौडेको तपाईँले त्यसको औषधिलाई पहिला प्राथमिकता राख्नु पर्यो कि परेन? प्राथमिकतामा राख्नुहुन्छ भने समय नहुने भन्ने प्रश्नै आउँदैन। मैले भ्याइन भन्ने समय आएन। भ्याइन भन्नु कहिल्यै पनि हुँदैन, समय छैन हजुर भन्नु हुँदैन। भन्नु के पर्छ भने तपाईँको काम अथवा यो काम चाहिँ मेरो प्रायोरिटीमा परेन भन्नुपर्छ। मेरो यो कामको प्राथमिकतामा परेन, त्यस कारण म गर्दिनँ। मलाई आफू स्वस्थ हुने योग, प्राणायाम, ध्यान इत्यादि, या मैले अघि भने सोच संवाद कार्यक्रम या चक्र विज्ञान कार्यक्रम, यी कार्यक्रम चाहिँ मेरो जीवनको प्राथमिकतामा पर्दैनन्। मेरो स्वास्थ्य मेरो प्रायोरिटीमा पर्दैन। मेरो प्राथमिकतामा के पर्छ भने पैसा पर्छ। पैसा कमाउने काम चाहिँ पर्छ। पैसा कमाउने काम चाहिँ पर्छ। स्वास्थ्य कमाउने काम पर्दैन। सम्बन्ध कमाउने काम पर्दैन। किनभने मानिसको सुख या दुःखको आधार सम्बन्ध हो। हेर्नुहोस्, आज अधिकांश मानिसको स्वास्थ्य बिग्रिनुको कारण, मानसिक स्ट्रेसको तनावको कारण हो सम्बन्ध। हजुर जहाँ सम्बन्ध बिग्रियो त्यहाँबाट दुःख पाउँछ। अब सम्बन्ध बनाउन तपाईँसँग फुर्सद छैन। हामी त्यहाँ सम्बन्ध राम्रो बनाउन थाल्यो, त्यसलाई चाहिँ महत्त्व दियो भने त मेरो काम बिग्रिँदैन क्या? त्यो मान्छे रिसाएर के मतलब? यतापट्टिमा त पैसा आउँछ यहाँ। अनि हेर्नु, प्राथमिकतामा परेन नि। हजुर त्यस कारण प्राथमिकतामा हामी राखौँ। फुर्सद छैन होइन, प्राथमिकतामा परेन। मैले सिधै भने हजुर प्राथमिकतामा राखौँ। हामी आफूलाई नि जस्तो चाहे त्यस्तै बनाउन सक्छौँ के? आफूलाई चाहे जस्तो जीवन बाँच्न सक्छौँ भाइ। म जस्तो जीवन चाहन्छु म त्यस्तै जीवन बाँच्न सक्छु। त्यो तरिका हामीसँग छ। मात्रै त्यो तरिकाको लागि हामीले समय चाहिँ छुट्याउनुपर्छ। हस् अब किनभने हामी हामीसँग हजुर हजुर हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइसकेका छौँ। तपाईँको कुरा जति सुन्यो त्यति मिठो लाग्छ होइन। युट्युबमा पनि हामीले हेरिरहेकै हुन्छौँ, फेसबुकमा पनि धेरै साथीहरूले यो के भन्छ भिडियो काटेर छोटा छोटा भए पनि राखिराख्नु भएको हुन्छ। मैले आफैले पनि जहिले भेट्दा पनि हेरिरहेको छु, सुनिरहेको छु। अब जस्तो जीवन विज्ञान एउटा संस्था वा कम्पनी भनौँ या संस्था भनौँ वा यसको चाहिँ सदस्य बन्नको लागि यो प्रश्न गर्न मिल्थ्यो या मिल्दैन थियो? म गल्ती भए माफ गर्नु होला होइन। जस्तो अरू अरू संस्थाहरू पनि हुन्छन्, उसको सदस्यता लिनको लागि के शुल्क तिर्नुपर्ने हो अथवा चाहिँ के हुन्छ? जस्तो जीवन विज्ञानको सदस्य बन्नको लागि के विधि हुन्छ गुरुदेव? जस्तो नयाँ मान्छे जोडिनको लागि। अनि अर्को अच्छा, प्रश्न, मैले यसैमा अर्को प्रश्न पनि प्लस के गरेँ भन्दा, जीवन विज्ञान कुनै धर्मभित्र पर्छ या भोलि यसलाई चाहिँ धर्मको रूपमा स्थापित गर्नको लागि यो कार्यक्रम चलाइरहनु भएको छ होइन? जस्तो अरू अरू ध्यान केन्द्रहरूमा छुट्टै ड्रेस लगाएको पनि देख्छु, माला लगाएको पनि देख्छु, तर तपाईँहरूकोमा त्यस्तो देखिन्न, स्वतन्त्र जस्तो देख्छु। त्यसैले यो बारेमा पनि, यो दुईटा प्रश्नको बारेमा पनि स्पष्ट पारिदिनुहोस् त है। आज कति मिठो प्रश्न। पहिलो कुरा, जीवन विज्ञान धर्म होइन कि? धर्म त धर्मै हो। कस्तो अचम्मको धर्म भने, मैले अघि नै भने आफ्नो शरीर, आफ्नो मन, आफ्नो भावना, आफ्नो चेतनालाई कसरी राम्रो बनाउन सकिन्छ, यो मात्रै हो। यसको अलावा यहाँ कुनै कसैलाई मान्ने कुरा हुँदैन। हजुर तपाईँले यो भगवान मान्नु भएको रहेछ, त्यसलाई परिवर्तन गरेर यो भगवान मान्नुहोस् अनि मात्रै तपाईँको राम्रो हुन्छ भन्ने हुँदैन। किन हुँदैन भन्नुहोला भने, हामी कर्ममा भरोसा गर्छौँ, भाग्यमा होइन। हामी के भन्छौँ भने भाग्य पनि मानिसको कर्मले बनाउँछ। मैले एउटा हजुर गीत लेखेको छु, सुन्नु होला। गीत लेखेको छु मैले, सुन्छु गुरुदेव मैले गीत। होइन? जुन यो त्यो गीतमा के छ भन्नुहोला भने, यो जे कर्म गर्छ मानिस जगतमा त्यही भाग्य लेख्ने कलम बनायो। जुन शक्तिले यो जगत बनायो, जगत चलाउन नियम बनायो, जे कर्म गर्छ मानिस जगतमा त्यही भाग्य लेख्ने कलम बनायो। हाम्रो कर्म नै हाम्रो भाग्य लेख्ने कलम हो। त्यसकारण तिमी मेरो भाग्य कुनै एउटा भगवानले लेख्छ भन्ने भ्रममा छौ भने यो त तपाईँको उपचारै छैन कि, यो त गलत बुझाइ हो। आफ्नो भाग्य हाम्रो कर्मले लेख्छ। राम्रो काम गरौँ, हाम्रो भाग्य हाम्रो कर्मले बनाउँछ, भगवानले होइन। त्यसकारण हामी भगवानमा विश्वास गर या नगर उसको आफ्नो निजी कुरा हो।
धर्म आफ्नो निजी कुरा हो, त्यसमा हामी हस्तक्षेप गर्दैनौँ। जुन धर्म मानेको छ, जुन भगवान मानेको छ, जुन गुरु मानेको छ उसैलाई मान। हामीलाई गुरु परिवर्तन गरेर अर्को गुरु मानेको थियो, परिवर्तन गरेर हामीलाई मान्नुपर्छ भन्ने रत्ती छैन। हामीलाई माने पनि हामीले दिने त्यति हो, नमाने पनि दिने त्यति हो। जब नमानेर पनि मान्ने बराबर पाइन्छ भने किन मान्न आउनु पर्यो नि? केही पनि मान्नु पर्दैन, पूर्ण रूपमा स्वतन्त्र छ। एउटा कुरा, एउटा यो है, यसमा धर्मसँग सरोकार छैन। जीवन राम्रो बनाउनसँग मात्रै मतलब छ। त्यही कारण जीवन विज्ञान, जीवन धर्म होइन, विज्ञान। अर्को अर्को प्रश्न के गर्नु भएको थियो त्योभन्दा अगाडि? यो जीवन विज्ञानको सदस्य बन्नको लागि कुनै शुल्क तिर्न पर्ने कि कस्तो? जीवन विज्ञानमा कस्तो छ भने अहिलेसम्म कुनै सदस्यताको प्रणाली छैन, किनभने जीवन विज्ञान सङ्गठन बनाउने एक प्रकारको राजनीतिक प्रणालीभित्र पर्दैन यो। त्यस कारण सदस्य मेम्बर बनाएर पैसा जम्मा गर्नु पनि यसको उद्देश्य होइन, मेम्बर बनाएर सङ्गठन बनाउनु पनि यसको उद्देश्य होइन। यो त व्यक्तिमा काम गर्ने हो, प्रत्येक व्यक्तिको भलो होस्, राम्रो होस्, त्यति मात्रै हो। त्यसकारण यो सङ्गठनसँग सरोकार छैन। त्यसकारण यहाँ त्यस्तो न पैसा उठाउनको लागि मेम्बर बनाइन्छ, त्यो सदस्यता शुल्कले संस्था चल्छ भन्ने कुरामा जीवन विज्ञानलाई भरोसा छैन। त्यसरी सदस्यता लिइन्न। कसैसँग साँचो भन्नुहुन्छ भने जीवन विज्ञानले आजसम्मको मितिसम्म पनि तपाईँको यो डोनेसनको प्रणाली हुन्छ नि, एउटा सहयोगको, चन्दाको या दानको, त्यस्तो प्रणालीको विकास गरेको छैन, त्यस्तो छैन। यहाँ चाहिँ के छ भने कार्यक्रम गर्दाखेरि हो, कार्यक्रम गर्दाखेरि दिनभरि बस्नुपर्छ, खानुपर्छ, कार्यक्रमको लागि तयारी गर्नु पर्यो, हल चाहियो, सारा सब चाहियो। जसले कार्यक्रम लिन्छ नि पैसा त्यसैले तिर्नुपर्छ, किनभने उसले गर्ने खर्च म कार्यक्रम गरेर फाइदा लिने अनि अर्काको चन्दामा दिएको खाएर मेरो प्रगति खोज्ने, त्यस्ता मान्छेहरूको विकास कहिल्यै पनि हुँदैन। मैले प्रोग्राम मैले फाइदा लिन्छु भने खर्च मैले गर्नुपर्छ। त्यसकारण कार्यक्रम गर्न जो आउँछ उसले शुल्क तिर्नुपर्छ, त्यसैबाट खर्च चल्छ। डोनेसनको प्रणाली नै छैन। होइन भने यहाँ त के हुँदो रहेछ भन्नुलाई भने गुरुहरू नै शिष्य होइन, गुरु पथभ्रष्ट हुन्छ। के हुन्छ भने पैसा दिने मान्छे अलि धेरै डोनेसन दिने आयो भने गुरुको व्यवहार एउटा हुन्छ, पैसा दिन नसक्नेलाई अर्को व्यवहार हुन्छ। हेर्नुहोस् त, त्यस्तो भयो भने चौपट भएन, बिचारो पैसा दिन नसक्ने त गयो त, खेर गुरुबाट टाढा हुने भयो त। त्यसकारण त्यस्तो पक्षपात कहिल्यै नहोस् भनेर यहाँ आफ्नो व्यवस्था आफै गर्नुपर्छ। स्वनिर्भर, आफ्नो काम आफू गर्नु पर्यो, आफ्नो व्यवस्था आफूले गर्नु पर्यो। त्यो प्रणाली अन्तर्गत भएको हुनाले यहाँ कुनै प्रकारको बन्धन छैन। तपाईँ हामी सबै त्यो मेम्बरसिप लिए पनि नलिए पनि जे गरे पनि मेम्बरसिप व्यवस्था छैन, भोलि भए पनि हामी नलिने मान्छेहरू र लिने मान्छेहरूमा रत्ती पनि फरक हुँदैन। हामी सबैको अधिकार जीवन विज्ञान प्रति बराबर हुन्छ, किनभने जीवन विज्ञान हामी सबैको हो। यो सबैको हो के, मेम्बरको लागि मात्रै हुने र अरूको लागि नहुने भन्ने हुँदैन। यहाँ एउटै सबको लागि। अन्तिममा गएर जीवन विज्ञानको होम केन्द्र बन्दैछ भन्ने सुनिन्छ। यसको व्यवस्थापन अथवा ठाउँ कहाँ बनाउँदै हुनुहुन्छ यो बारे मलाई आफूलाई चाहिँ कति राम्रो कुरा गर्नुभयो हो। जीवन विज्ञानको अहिलेसम्म हेर्नुहोस् ल, यति भइसक्यो सारा संसार। अहिले चाहिँ हाम्रो 2500 त हाम्रा प्रशिक्षक हुनुहुन्छ जसले चाहिँ सारा संसारभरि कार्यक्रम गराइरहनु भएको छ। अब यो तपाईँको 50-60 देशभन्दा बढी देशहरूमा तपाईँको यो जीवन विज्ञान फैलिसकेका छ, सबैले जानिसकेका छन्, देशभरि सबैतिर फैलिएको छ। र पनि जीवन विज्ञानको आफ्नो तपाईँको निजी के पनि छैन। अब तपाईँको ठाउँ नभएर अहिले पनि हामी यहाँ पार्टी प्यालेसमै हो, जहिले पनि काठमाडौँमा पनि पार्टी प्यालेसहरू भाडामा लिएर हामीले कार्यक्रम सञ्चालन गर्दै आएको छौँ। आफ्नो केही पनि छैन। अब यसैलाई ध्यानमा राखेर जीवन विज्ञानका केही प्रशिक्षक मित्रहरूले उहाँहरूले के गर्नुभयो भने होइन हामीले भए पनि अलिकति जमिन लिउँ भनेर यो धार्के भन्ने ठाउँमा, धादिङको धार्के भन्ने ठाउँमा उहाँहरूले 60-70 रुपियाँ जमिन लिएको छ। त्यसमा चाहिँ जीवन विज्ञानको स्थायी संरचना बनाऊ, कमसेकम हामी सबै गएर ध्यान गर्ने ठाउँ बनोस्। यो सबै गएर एउटा भनौँ न, त्यो एउटा आनन्दमा डुब्ने ठाउँ, रमाउने ठाउँ एउटा चाहिँ होस् भन्ने इच्छा गर्नुभएको छ। त्यसै अन्तर्गत अहिले त्यहाँ चाहिँ
सबै डिजाइनहरू तयार भएर अब निर्माण कार्य सुरु हुँदैछ। र त्यो निर्माण गर्ने पैसा कहाँबाट आउँछ त? अब यहाँ रमाइलो कुरा छ, जीवन हजुर विज्ञानले त कहिले पैसा जम्मा गरेन, पैसा जम्मा गर्नलाई कहिले कार्यक्रम गरेकै छैन। हेर्नुहोस् यो हजुर त यो त सबैको लागि तत्क्षण जे भयो, जसले जे कार्यक्रम गर्यो उसले पैसा खर्च गर्यो, उसको कार्यक्रम सक्यो, पैसा पनि सक्यो, सिद्धियो। अब त्यसकारण अब के गर्ने त भन्दाखेरि यहाँ जीवन विज्ञानलाई माया गर्ने या जीवन विज्ञानलाई बुझेका या जीवन विज्ञानमा अभ्यास गरेका हजुर साधकहरू या जीवन विज्ञानलाई जानेर सहयोग गर्न चाहने व्यक्तिहरू, उहाँहरू सबैको प्रयासबाट सबैले आफै जम्मा गरेर उहाँहरू अहिले चाहिँ यो भवन निर्माण हामी गर्छौँ भनेर हजुर प्रयास गर्दै गर्दै हुनुहुन्छ। त्यसकारण यसमा यसमा पनि हामीले तपाईँको यो फन्ड फन्ड चाहिँ जेनेरेट गर्ने भनेर यो चाहिँ चन्दा माग्ने एउटा अभियान इत्यादि केही केही छैन। हाम्रो जीवन विज्ञानको लागि जान्ने व्यक्तिभन्दा बाहेक अरूले नजानिकन कसैले चन्दा दिएर पनि लिने व्यवस्था पनि छैन। किनभने दिने मान्छेको एउटा कुनै न कुनै स्वार्थ हुन्छ। कसैलाई तपाईँको दोसल्ला उडाउनु पर्ला, कसैलाई के गर्नु पर्ला, अब त्यस्तो व्यवस्था पनि छैन यहाँ। त्यस कारण गर्न चाहने व्यक्तिले निस्वार्थ रूपमा मानव हितको लागि हो, यो मानव कल्याणको लागि हो, यो सबैभन्दा माथि जात धर्म सम्प्रदाय भन्दा माथि शुद्धतम मानवीय स्वास्थ्य रक्षाको लागि हो भन्ने जसलाई थाहा छ, त्यसमा सहयोग गर्न चाहने व्यक्ति कोही हुनुहुन्छ, सहयोग गर्नुहुन्छ, स्वागत छ। गर्नुहुन्न त्यो पनि स्वागत छ। त्यसकारण यो चाहिँ आफ्नै ढङ्गले यो गइरहेको छ। परम्परागत रूपमा यो सबै उठाउने, पैसा उठाउने, यो गर्ने भन्ने त्यस्तो केही पनि छैन। हजुर हस् गुरुदेव, यहाँले समय दिनुभयो, निकै मिठा आफ्ना बाणीहरू यहाँ छोडेर जानुभयो। धेरै दर्शकहरूले एकदम प्रशंसा बटुलिरहनु गरिरहनु भएको छ कमेन्टमा पनि। यहाँलाई धेरै धेरै धन्यवाद। दुःख दियौँ हामीले होइन। होइन, केही दुःखको अन्त्य कुरै भएन, हामी यसैको लागि हो, अन्त्यमा कसै दुःख हुन्छ। अन्त्यमा मैले सोध्न छुटाएका कुरा त धेरै थिए, प्रश्न धेरै थिए, तर पनि हामी सामाजिक सञ्जालबाट पनि तपाईँका विचारहरू सुनिरहेका हुन्छौँ, युट्युबमा पनि सधैँ राखिरहने गर्नुहुन्छ। तैपनि प्रत्यक्ष साक्षात्कार गरौँ भनेर चाहिँ यो कार्यक्रमको आयोजना गरेका थियौँ। अन्त्यमा मैले सोध्न छुटाएका वा हजुरले केही अझै यति भनिदिए चाहिँ केही अझै मान्छेलाई चाहिँ राहत हुन्थ्यो अब भन्ने खालको केही। एउटै हजुर कुरामा एउटै कुरा गरौँ ल। हजुर छुटाएको पनि होइन, छुटेको छैन, हामीले त्यो कुरा गरि नै सक्यौँ। मैले हजुर फेरि पनि एउटा मैले फेरि पनि त्यो कुरालाई रिपिट गरेँ, दोहोऱ्याएँ। त्यो हजुर के हो भने यहाँ प्रत्यक्ष हामीसँग भएका साथीहरूले त आउनुभएको छ, कार्यक्रम गर्नुभएको छ, फाइदा लिनुभएको छ, रमाउनु भएको छ, हजुर ठिक छ। तर विदेशमा बस्नु यहाँ देशमा बस्नु जस्तो सजिलो छैन। बाहिर असाध्यै तनाव हुन्छ, गाह्रो हुन्छ। आफ्ना मानिसहरूबाट छुटिएर टाढा बस्नु पर्दाखेरिको पीडा कति हुन्छ त्यो त बस्ने मान्छेलाई थाहा हुन्छ। हेर्नुहोस्, त्यही त त्यस्तो पीडामा आफूले आफ्नो जीवन गुजारिरहनु परेको छ। त्यस्ता व्यक्तिहरूको लागि हामीले केही मद्दत गर्न सक्छौँ कि भनेर हामीले यो सुसंवाद कार्यक्रमको डिजाइन गरेका हौँ। हजुर त्यसकारण आफै अनलाइनमा बसेर जहाँ आफू छु त्यहीँ बसेर कार्यक्रम गर्न सकिन्छ। त्यसको लागि सुसंवाद कार्यक्रमको आयोजना गरौँ, एउटा कार्यक्रम गरौँ। देश विदेश सबैतिर भएका मानिसहरू जहाँबाट पनि आफ्नो घरमा बसेर गर्न पाइयो नि, कहीँ जानु हजुर परेन। आफ्नो घर, आफ्नो मोबाइलबाट, आफ्नो ल्यापटपबाट, कम्प्युटरबाट जोडिन पाइयो। त्यसरी चाहिँ कार्यक्रम गरौँ। त्यसको लागि चाहिँ बरु नवीनजीले नै नेतृत्व लिनु होला, गुरुदेव, कहिले जस्तो गर्ने हामीले यो कसरी गर्ने। मानिले यो कार्यक्रमको आयोजना गरियो भने करिब करिब कतिदेखि कति मान्छे भन्ने लिमिटेसन या केही योजना हुन्छ अब कि? त्यो अलि लिमिटेसन त छ। जस्तो 1000 भन्दा बढी मानिसलाई जुमले लिँदैन हजुर हगि। त्यस कारण 1000 अहिले 1000 भन्दा माथि मानिस जुटाउनेतिर अहिले नजाउँ। के अँ, गरौँ भने रजिस्ट्रेसन खोलौँ, रजिस्ट्रेसनै गर्नुपर्छ। हजुर त्यसमा चाहिँ अनि त्यो सङ्ख्या 1000 पुगेपछि बन्द गरिदिउँ त्यसलाई, हजुर होइन? त्योभन्दा बढी मान्छे नलिउँ र 1000सम्म हामी लिन सक्छौँ। अब हजुर जहाँसम्म तर थोरै हुँदाखेरि जतिजना हुन्छन्, कोही भएन भने तपाईँ र हामी त छँदैछौँ, दुईजना भयो भने त्यही त पुगिहाल्यो आहा। फेरि। निकै मिठो हामीलाई कुरा। सङ्ख्यासँग महत्त्वै छैन के, हजुर सङ्ख्यासँग महत्त्व छैन, क्वान्टिटी होइन क्वालिटी। वाह, जो मान्छे आयो ऊ सन्तुष्ट भयो कि भएन, उसको जीवन साँच्चै परिवर्तन भयो कि भएन, यो महत्त्वपूर्ण कुरा। हामीले आहा, तपाईँलाई सुसंवाद कार्यक्रम गराएर
तपाईँलाई 14 साढे 14 घन्टा तपाईँलाई साथमा राखेर तपाईँको जीवनमा कति परिवर्तन भयो, यो महत्त्वपूर्ण कुरा हो। परिवर्तन भएन भने त समय खेर गयो नि। कसैको समय पनि खेर फाल्ने अधिकार हामीलाई कहाँ छ? हस् 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 गुरुदेव, समय र हस्, धेरै संवादको लागि धेरै 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 धन्यवाद यहाँलाई। हस्, यहाँलाई पनि यो अवसर दिनुभयो, त्यसको लागि धेरै धेरै होइन धेरै अवसर तपाईँले धन्यवाद। दिनुभयो हामीलाई, धेरै धेरै धन्यवाद गुरुदेव। हस् हस्, ओके, हस्, हस् हस्, ल। हस्। भुवनजी